राम 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 नाङ्गे भुतुङ्गै भयो ओइ अब कराइरहेछ त अहिले कसरी खोइ छोड्नु न को कराएको पकाएर मजाले हाल्यो यस्तो बनायो यो भुत्रा निकालेर नि अचारसँग नि चिरिप चिरिप खानुपर्छ हस्रो नानु त्यहाँ त्यहाँ यो खाउँ भोलि अनि फेरि अर्को भोट चाहिँ उसको घरमा सरी के फुट भाले चोरेको ओहो कहिले काहीँ आउँछ घरमा है अनि छोरानादी पमाती बात खान्छन् ए यो चाहिँ सिन्धुपाल्चोकको सुकुटे नजिकै रहेको लप्से अनि भोटेकोसी यहाँ चाहिँ राफ्टिङ गर्न धेरै पर्यटकहरू आउँछन् आन्तरिक पर्यटकहरू र यो साइडमा पर्छ सुकुटे चाहिँ सुकुटेबाट नजिकै छ हाम्रो घर है हेर्नु यो बलफी बजारबाट थोरै उकालो आएपछि हाम्रो घर आउँछ र वरिपरिको दृश्य हेर्नुहोस् त कस्तो रमणीय छ बेला बेलामा घर आइरहन मन लाग्ने कारण पनि यही नै हो घर आउनुको मजा छुट्टै छ आफ्नै घरको तरकारीहरू खान पाइन्छ मम्मीले फर्सी रोप्नु भएको छ मकै सिमीहरू रोप्नु भएको छ त्यहाँ आरु फलेर पाकेर रातै भएको छ केरा पनि छ है हेर्नु आज हाम्रो चाहिँ कुखुरा खाने कार्यक्रम भएको छ यो के कुखुरा रे यो लोकल कुखुरा गिरिराज के हो यो तपाईँले बनाउँदै गरेको लोकल कुखुरा हो कतिमा ल्याउनु भयो कत्रो छ खै पैसा किन भन्नु गोप्य गोप्यो खानु पाइ भइहाल्यो नि होइन यता नानुले चाहिँ शिरको के गरेको नानु यो मैले भालेको शिरको उखालेको भालेको शिरको उखालेको उखालेको यता हेर त अब आगोमा पकाएर खाने होइन त आगोमा होइन कराईमा तेल हालेर मसला हालेर मिठो पकाएर खाने हो आगोमा दाजु बहिनी बनाउँदै हुनुहुन्छ कुखुरालाई व्यापक उता आगो बाल्न सुरु गरिसकेको छ अब बाँकी रकायो गोत्लाहरू पनि सबै डढ्ने भयो आगोमा मजाले डढाउने नि धुवा भयो धुवामा बस्ने बानी हराएर होला नाङ्गे भुतुङ्गै भयो ओइ क्वाक खाँदै थियो होइन भैमा भुइँमा त खोर भाले बनाउन फेरि हाम्रो मम्मी एकदमै सिपालु हुनुहुन्छ भाले बनाउने तरिका पनि भिडियोमा हेरौँ है त मम्मी के निकालेको त्यो चाहिँ गला भालेको गला त्यो चाहिँ खानु हुँदैन हो जाँड भन्छ यो भुइँमा केही ओछ्याउनु पाएको हुन्थ्यो होला बरु है त्यो ढुङ्गाहरू उतो ढोको थियो नि जानु अब कराइहाल्यो नि कराइरहेछ त अहिले कसरी खोइ छोड्नु न को कराएको यहाँ कराउँछ कि त्यसमा घोक्रो घोक्रो म त साँच्चीकै यहाँ भाले काटीकुटी यहाँ फेरि भोतला निकालिवरी रेडी भइसक्यो फेरि भाले कराउँछ
कहाँबाट काट्ने भयो बोसो रहेछ है। धेरै यसलाई बढी छ फुटाइदिनु त होइन मम्मी तान्दैन। ल भइहाल्यो। कति किलोको छ अरे यो कति किलोको होला नि 2.5 किलो 2.5 किलो पाता पुतो भन्छ हाम्रो के हो नि कलेजहरू पाकेर धेरै पानी तातो पानी भएर कि होइन आगोमा हालेर ए नमस्कार किचनमा यो पित्त हो नि यो खाइन्छ झिका बाबु यो त मलाई झुक्नु आउँदैन फेरि यो खायो भने नफुटालाई सबै रक्सी हुन्छ त्यो खायो भने के हुन्छ यो तितो न तितो यो त ए पित्त भने त्यही हो सानो पित्त जत्रो चित्त तिम्रो भन्छ आउँदै आउँदै त्यस्तो पनि मामा आछि भाइ के भयो के भयो त आज म बनाउँछु बाबु यो काट ल सबैलाई आउँदो रहेछ क्या मम्मीले बनाउनुहुन्छ बरु चम्चा खै अचाम कताले भित्र छ पहिला उहाँ यत्रो यत्रो भाले झाँक्री पूजा गरेको थियो परेर त पिछा छ अनि त्यसै काट्नु ठिक्क परेन पानी पर्छ कि क्या हो बाहिर चुलोमा पकाएर खाने भनेको त्यसरी पकाउनु पर्यो नि कराई बसालिहाल्ने क्या हो कराई फेरि यता मासु रेडी भएकै छैन धारामा पानी मजा छ जियोस् जति पानी चलाए पनि मस्त मजा हुने कि घरमा आएपछि चाहिँ पानी चलाउन घरको खानेकुराहरू खान है त्यही भएर नि हप्तामा एकचोटि चाहिँ घर आउन मन लाग्ने हो हप्तामा सधैँ आउनुपर्छ क्या हो घरमा गाउँभरिका भाले सकिन्छ त्यसपछि मान्छे आएपछि हामीलाई आएपछि स्याला किन भालेमा साखै मम्मी यता हेर्नु त भालेको खोइ देखाउ त तिमीले के गर्दैछौ म भालेको यहाँ भित्रको के हो तिमीले यो भालेको शिर खेलाएको त आधी घन्टा भइसक्यो अब भइसक्यो भयो अब गयो सबै अब सबै गयो फेरि आगोमा पिट्नु यो बाटाको खोर चाहिँ केमा फाल्ने मम्मी मासु खाने भालेको मासु खाने भनेपछि नानुको फेरि हाँस त छैन मैले भिडियो गरेको छैन उसले त्यत्तिकै डरायो मलाई चाहिँ यो भुटेर खान चाहिँ मिठो लाग्छ पानी त्यो पाङ्दा होइन कस्तो अनि हामी अहिले यो पोलेर नखाने मासु अलिअलि पकाएर मजाले हाल्नु पहालै छेउ त तिमीले आज देखाउ त कस्तो बनायौ यस्तो बनायो के गर्यौ त्यसलाई ल भन यस्तो जिब्रो भिगेर बाहिर कतिको के हो नि भिगेर सफा गरेको तिमीले बनाएको शिरको पालो आए यहाँ मलाई सबभन्दा चाहिँ यो टाउकोहरू घिन लाग्छ खोइ किन हो कुखुराको सबैभन्दा मिठो भाग के हो मिठो हुने टाउको ए अनि को हुँदो रहेछ त काभ्रेमा बाँदर छ्या यो भुट्टा निकालेर नि अचारसँग नि चिरिप चिरिप खानुपर्छ हस्सो नानु त्यहाँ
नानु के गर्न लाग्यो अचार बनाउन लाग्यो हो के को अचार बनाउने गोलभेडाको अचार ल त पानी पर्छ जस्तो छ है हावाहुरी चल्न थाल्यो बाहिर के हाल्यौ त है अचारमा दामी देख्यो त खोर्सानी अझै पनि ढुङ्गामा कुदिरहेको है खोर्सानी गोलभेडा मात्रै पिसेको छ अहिले गाउँमा छौँ गाउँको खाना त यहाँहरूलाई थाहा छ नि त लोकल खाना त्यसमाथि लोकल कुखुरा आज चाहिँ लोकल कुखुरा खाने कार्यक्रम भएकाले यहाँ प्याज काटेर रेडी छ गोलभेडा गोलभेडा पनि लोकलै छ अमिलो अदुवा लसुन अब यसमा खुर्सानी थपेर मसला बनाउने हो यो खानेकुरा हो खानेकुरा होइन के हो त्यो लुन्द्रो तुन्द्रो यो भालुका आन्द्रा हो के गर्न लाग्यो भालेको आन्द्रा अब खाना हो ए अनि पोलेर खान लाग्यो मिठो लाग्छ तिमीलाई मिठो लाग्छ होइन अब यो नानी खानु पर्यो हाले यो खाउँ भोलि अनि फेरि अरू हो यहीँ सिकिहाल्छ भाइलाई केही नै यो चुनाव गरिहाल्छ अनि भोलि अनि सार्दैनलाई अफिसमा अनि भाषा जानु हुन्छ मम्मी अनि भाषा जाने भोलि चाहिँ उसको घरमा सरे कि ठुलो भाले कस्तो हामी माया लाग्यो ए अब भोलि बिहान पनि खाने धनी माया लाग्यो भोलि बिहान नि खाने मम्मी त्यसो भए खाने भन्छ बाबुले बाबुले खानु भने सिक्यो होइन खाने बेला सबैले खान्छ है बाबुलाई एउटा गाउँमा आएपछि कहाँ कहाँ चोर्नु चाहिन्छ भाइ चोरेको ओहो कहिले काहीँ आउँछ घरमा है पठायो कि अनि छोरा नाति पमासी बाटो हुन्छ ए रेडी भयो पिरो अचार देखाऊ त अचार देखाऊ न एकचोटि अचार रेडी भयो रेडी भयो आहा ल कराई बसाउने हो झ्याप्पसँगले तेल तातै छ मासु पकाउनमा एकदमै एक्सपर्ट हुनुहुन्छ विक्रम श्रेष्ठ मेरो श्रीमानज्यू उहाँ भएपछि हामी घरमा कहिले मासु पकाउँदैन उहाँलाई जिम्मा दिने है अल्छी हो कि तपाईँ मिठो पकाउनुहुन्छ अनि त्यही भएर तर मजा आयो आज घरमा बडो मजा आयो केही कुराको याद आछ कि छैन अहिले भन्नु न भिडियो चाहिँ जोस् खत्रै बन्ने भयो होइन खत्रै बन्ने भयो यो मेमोरी हो क्या खासमा मेकअप गरेर आउनु पायो भने भिडियो खिच्ने भने मेकअप गरेर आउँदैन होइन ओरिजिनल बनाउने हो नि आफ्नो पहिचानै हो नबनाउनै भने त्यो जिरा अलिकति पड्काएँ मेथी अलिकति पड्काएँ अरू केही गरेँ छैन अरू प्याज त्यहाँ काटेर रेडी छ प्याज ल्याउ त त्यहाँदेखि सफा छ यहाँ यिनीहरूले मजाले सफा गरेर प्याज हाल यस्तो यति सबै चाहिन्छ प्याज मजा डर लाग्यो मलाई त मोबाइलले पर सार्यो खोइ पनिर कहाँ अरू यसलाई बेसार हाल्ने होइन फेरि यता भिडियोको ध्यानमा मिठो नहोला नि तपाईँ यता ध्यान नदिनु आफूले पकाउने मान्छे मलाई खासमा राम्रो भिडियो खिच्न चाहिँ आउँदैन तर यो रहर लागेर अब सबभन्दा पहिला यो हाल्ने सिर हाल्ने हुन्छ नि हाल्ने हो अलिक चाहिँ गरेन ए गरे
मासु त थोरै भयो क्या हो तराई कुरो भयो हो? चुलो अब हामी काठमाडौँ बस्छौँ धेरै जसो यहाँ पानीले भत्काएर हेर्नु न ऊ त्यस्तो भएको हो नुनै पुगेन बिचरा चुलो कसले स्याहार गर्ने चुलोलाई कसले स्याहार गर्ने मम्मी लसुन पुग्दैन भनेर अझै खेलाउँदै हुनुहुन्छ लसुन पनि घरकै लसुन होइन त मम्मी यो लोकल लसुन है बास्ना आयो कि आएन अहिले आउँदैन नुन त बल्ल राख्दै बेसार थप्न लाग्नु भयो हो अलिक सेतै देखियो ला उडायो नि हावाले त्यहाँ अर्कै जग्गा हाल्यो न त्यही जग्गा पानी घरमै गरिदियो है घरमा गुरु गरे पानी पऱ्यो भए झन् मिठो हुन्थ्यो होला नि झन् कहाँ मिलाउँछ पानी बोलाउनु पर्यो मसला अब चिपलमा मासुको मिठो कलर आयो मसला हाल्नुभयो नि त सबै हाल्ने होइन र कलर दामी मेरो केही भूमिका छैन यहाँ लुगा सुगा चाहिँ झुन्डाको तान्द्रङ सुरुङ निकाल्नु त भिडियो खिच्ने मान्छे चाहिँ यहाँ छ खासमा लाउनु त चाखम छिटो ए हो यो मम्मी राखेन म त यही खाएँ खाले यस कस्तो भएछ मम्मी उफ मुटुवा मासु निकाल्यो है यति नुन अब उचल है नुन चाहिँ पुरै हरियो देख्यो त्यही किन रातो गोलभेडा पनि अलिक काँचो काँचो भएर क्या कलर मेरो क्यामेरा राम्रो भएर नभएर है भाइ अचार अल्कोहल खाँदैन अल्कोहल खाँदैनौँ अब कोक छ हामीसँग कोकमा नि आमा बुढा के ल्याए हुन्थ्यो नि खै, केही रहेछ छैन छैन प्याक्रे पार्टी बाँकी प्याक नै हो नि त यो मलाई खान थालेँ अब कोही खाँदैन नि त। अनि खै त कोक राख्नु भएकै छैन मिठो छ यता हेर्नु न मजा आयो मजा आयो अब सुप झन् मिठो मलाई चाहिँ थोरै हाल है म थोरै खाने ओहो लिएर आयो यो ल्यायो होइन यहीँ थियो होला हो र प्लेट पनि ल्याउनु पऱ्यो नि त म खोलेर हाल्छु जानु प्लेट लिएर मम्मीले लिएर आउनु भयो चिउरा पनि लिएर आउनुभयो मम्मीले ल कसरी यसो खाने चिउरा त थोरै खाने ए अनि चुरा निकाल्नु पर्छ के होला भाइ छुट्टी राख यहाँ होइन त्यो अब भोलि नानु एउटा कुर्सी खोइ तपाईँलाई कुर्सी यहाँ छ मोबाइल पनि यहीँ छ राइट त्यसको हड्डी बलियो हुने कि है म त थोरै खाने है थोरै खाने चिउरा थोरै खाने मासु त खाने हो मजाले
यहाँको खुट्टा नि यहाँ आएछ है खुट्टा चाहिँ मजाले ठाउँमा राख्नु पर्ने के को खुट्टा पोलेर खानु खुट्टा चाहिँ आगोमा मजाले धेरै नहाले अलिअलि हाल्नु अलि पछि बरु खाउँला अचार पनि हाल्यौँ खाऊ अब ल खाऊ राधा खाऊ ल हुन्छ खाने अचार अचार ओहो छिटो खायो भने चाहिँ अचार खोइ तपाईँलाई ए कति थोरै हाल्नुभयो त त्यहाँ मम्मी खानु त ल त्यो त तर भन्ने मिलेन है मिलेन आज ल खाऊ है ल खाऊ है कस्तो छ मम्मी दामी छ पाक्यो आउनु तपाईँ पनि अलिक आएन मलाई कुन हो मम्मी मजाले पार्नु छ लु नानु पनि खाऊ आफू देखाउनु है ल खाऊ है खाऊ म कस्तो मजाले भिडियो खिचिरहेको छु नानु मासु खाऊ न पहिले आमै चिउरा चलाएको ए मासु पिस खाऊ त एक पिस मासु खाऊ त खाऊ न मेरो त आफ्नै अहिलेको कचौडाकै छ क्या कस्तो भएछ मासु मिठो छ खाऊ 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 न भने खाऊ भयो मासु सिधै सिधै अब म यहाँ छुटिरहेको छु है म अब भिडियो बन्द गरेँ मासु खान जान्छु त्यसपछि तपाईँहरू पनि अब हामीले खाएको के गर्ने है यहीँबाट निम्ता गरेँ तपाईँहरू सबैजनालाई मासु खान आउनु होला खाऊ 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 ल राम 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 हामीले रमाइलोको लागि है यो चाहिँ तर वास्तवमै मिठो छ मासु चाट मलाई खालि झन् यस्तो खाले मासु झन् हड्डीसँगको एकदम मिठो लाग्छ दाँत दाँत धेरै उ गर्ने दाँत